दर्शकबिन जातीय भेदभाव अन्त्य भयो भनेर ठुला ठुला स्वरमा कराउँदैमा अन्त्य नहुने रहेछ। ठुला ठुला स्वरमा कराउँदैमा र नारा लगाउँदैमा कसैले भन्दैमा जातीय विभेद अन्त्य नहुने रहेछ। पछिल्लो समयका घटनाक्रमले पुष्टि गरिरहेका छन्। भन्न त भनिन्छ जातीय भेदभाव अन्त्य भइसकेको छ। अब कसैले सानो जातलाई हेप्न पाउँदैन, सानो जात भनेर खिल्ली उडाउन पाउँदैन भनेर धेरै भाषणहरू सुन्ने गरिन्छ। कागजी रूपमा भए तापनि व्यवहारमा भने लागू हुन सकेको छैन। भर्खरै मात्रै एक अन्तर्वार्तामा जसरी उनी प्रस्तुत भइन् यस विषयले सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ। आफ्नै माइतीले आफू तल्लो जातसँग विवाह गरिसकेपछि आफ्नो क्रिया गरेर आफ्नो कुलबाट सबै कुरा छुट्याइसकेपछि उनको मन कति दुखेको होला। दर्शकबिन अहिले यो समाचार सामाजिक सञ्जालमा छरपष्ट भइसकेको छ। धेरैजनालाई लाग्छ कि साँच्चीकै समाजमा छुवाछुत अन्त्य भइसकेको छ। तर यो कथा सुनेपछि लाग्छ छुवाछुत त अझै जरा गाडेर बसेको छ, जुन जरा उखल्न निकै कष्ट लाग्दछ। दर्शकबिन पछिल्लो समयका यस्ता घटनाक्रमहरू निकै घटिरहेका छन्। तल्लो जातसँग विवाह गरेपछि आफ्नो बाबाआमाले काजक्रिया नै गरिसकेर आफूसँग बोलचाल बन्द हुँदा कुन चाहिँ छोरीको मन नरोला। दर्शकबिन यो कहारी लाग्दो घटना दर्शकबिन पछिल्लो समय सार्वजनिक भएको छ। उनले भोगेको यो पीडा कसैले भोग्न नपरोस् भनेर उनी सामाजिक सञ्जालमा आएकी छिन्। दर्शकबिन तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला। साथै